राजाले भने, भन्थे नागसेन, हजुरले अगाडि भन्नुभयो कि अनन्त कालबाट यो काल के हो? महाराज, काल 3 छन्, भूतकाल, वर्तमान काल र भविष्यत काल। भन्थे, के साँच्चै नै काल भन्ने केही चिज छ त? महाराज, काल कुनै चिज हो पनि र होइन पनि। भन्थे, कुन काल हो र कुन काल होइन? महाराज, केही यस्ता संस्कारहरू छन् जुन गइसक्यो, बितिसक्यो, अब छैन, समाप्त भइसक्यो, पुरै परिवर्तन भइसक्यो, तिनीहरूको लागि काल छैन। जुन धर्मले फल दिइरहेको छ अथवा कतै कुनैसँग प्रतिसन्धि गरिरहेको छ भने तिनीहरूको लागि काल छ। जुन प्राणी मरेपछि पनि फेरि जन्म लिन्छ भने उसको लागि काल छ। जुन प्राणी मरेपछि कतै पनि फेरि उत्पन्न हुँदैन, अर्हत हुन्छ भने उसको लागि काल छैन। जसले यही परम निर्माण प्राप्त गरिसकेको छ उसको लागि काल छैन। निर्माण पाइसकेपछि काल अर्थात् समय कहाँ हुन्छ? भन्थे नागसेन, हजुरले बडो उत्तम बुझाउनु भयो।